नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णको कुशल मङ्गलको कामना गर्दछु। आफ्टर लङ टाइम यहाँहरू सम्पूर्ण साथीहरूलाई स्वागत गर्न चाहे मेरो च्यानलमा। सो आजको रेसिपी छ कुखुराको जाँते। सो तपाईहरूले आफ्नो भेगमा यसलाई कुन नामले बोलाउनुहुन्छ? हामी जाँते भन्छौँ, कतै कतै यसलाई घट्टो पनि भन्छ है। सो इङ्ग्लिसमा चाहिँ यसलाई गिजार्ड भन्छ। म आज गिजार्डको भुटनको रेसिपी बनाएर तपाईहरुलाई यस भिडियोमा देखाउने छु। पुरा भिडियो हेरेर यहाँहरूले साथ दिनुहोला र मन परे तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। यस रेसिपीलाई चाहिने सम्पूर्ण इन्ग्रेडियन्ट्सको लिस्ट चाहिँ मैले अगाडि नै राखिदिइसकेको छु, तपाईहरुले त्यहाँबाट हेर्नु सक्नुहुनेछ। अब ढिला नगरी म यसको सामानहरू तयार गर्नपट्टि लाग्छु। चप गरेको प्याज, त्यसैगरी चप गरेको टोमेटो, हरियो धनियाको पातलाई पनि चप गरेर म यहाँ राख्छु भने गिजार्डलाई चाहिँ म सानसानो पिस बनाएर राख्छु र यस रेसिपीलाई मिठो सुगन्ध दिने मसलालाई पनि म कुटेर तयार गरेर राख्छु अनि सुरु गर्छु यस रेसिपी बनाउनलाई। ओके, यहाँ चाहिँ मैले अदुवा, लसुन, जिराको दाना र सुकेको खोर्सानी लगाएको छु। पिरोको लागि हो सुकेको खोर्सानी। यदि तपाईँ पिरो खानुहुन्न भने चाहिँ यो सुकेको खोर्सानीलाई स्किप गर्न सक्नुहुन्छ है त। यसलाई चाहिँ म क्रस हुने गरी ओखलमा कुच्याउँछु। यसलाई चाहिँ मैले खोर्सानी पनि हल्का क्रस, सुकेको खोर्सानी, अदुवा लसुनको टुक्रालाई जिरा राखेर यसरी पिसिदिएको छु। ल, यतिको भयो। यसको टेक्सचर यतिको भयो। योभन्दा पेस्ट बनाउँदा पनि हुन्छ, तर मलाई आजको यो रेसिपीमा चाहिँ यतिकै युज गर्छु। ल, अब म ग्यास अन गर्छु। मिडियम लो हिटमा यसलाई पहिला तताउने र यसमा मलाई चाहिने जति तेल एड गर्छु। मेथी अनि यो कलौन्जी र ज्वानो। यो कलौन्जीलाई चाहिँ यो कालो ज्वानो पनि नेपालमा भन्छ, तर यो मलाई जहाँसम्म लाग्छ प्याजको दाना हुनुपर्छ। यो चाहिँ ज्वानो। तेल तातिसक्यो, यसमा म फर्स्टमा चाहिँ मेथी लगाउँछु। मेथी मलाई एकदमै मनपर्छ, त्यही भएर अलिकति बेसी लगाउँछु। ल, अब मेथी मजाले पड्किसके पछाडि कलौन्जी र ज्वानो यतिको डढिसके पछाडि हामी लगाउँछौँ यसमा प्याज। प्याज राखेर हल्का भुटिदिने। अब म यसमा लगाउँछु बेसार टर्मरिक। यो चाहिँ अर्ग्यानिक टर्मरिक, गाउँको टर्मरिक हो। अलिकति बेसार लगाएर यसलाई पनि हल्का चलाइदिने। प्याज हल्का भुटिसके पछाडि हामी लगाउँछौँ गिजार्ड। हामीले काटेर राखेका छौँ, मसिनो गरेर पिस पिस बनाएको गिजार्ड राखेर यसलाई पनि चलाइदिने। यसमा एड गर्छौँ नुन स्वाद अनुसार लगाउनुहोस् अनि चलाइदिनुहोस् राम्रोसँगले फेरि, अनि यसलाई छोपिदिनुहोस् र यसको ग्यास पनि हल्का लो गरिदिनुहोस्। ओहो हो, अब यसलाई चलाइदिनु। टाइममा यसरी छोप्दै पकाएर मजाले घरिघरि चलाइदिने। यसलाई चाहिँ मजाले भुट्नु दिनुपर्छ र पाक्न पनि दिनुपर्छ। छिटो पाक्छ यो छोप्दाखेरि। ओके, अब हामी यसको ढक्कन खोलेर यसलाई फेरि चलाउँछौँ।
अनि हेर्नुहोस् है, यो यसरी तेल छुटिँदैछ, यसको मतलब यो मजाले भुटिएर आउँदैछ यो मासु। अब यसमा हामीले पिसेको मसला एड गर्छौँ। कुटेको मसला देख्नुभयो यहाँनिर, यसलाई चाहिँ यतिको हुने गरेर हामीले क्रस गरेर मात्रै थियौँ। फेरि लगाएर पनि राम्रोसँगले चलाइदिने, मसला एकछिन भुटिदिने। यसमा थोरै तपाईँहरूले पानी एड गरेर भुट्न सक्नुहुन्छ। म थोरै यसमा पानी एड गर्छु। ल, मसित यो सिलौटामा मैले पानी लगाएँ, यो सानो उसमा, किनकि मसला कुटिएको उसमै पानी लगाएर त्यसको फ्लेभर मैले यसरी चाहिँ लगाइदिएँ। मजाले चलाउने अनि फेरि यसलाई चाहिँ भुटिन दिने, छोपेर पकाउने। फेरि यसलाई चलाउने टाइम भयो। यसरी मसला पाक्दै आएपछि फेरि पनि यो तेल छुट्टिन्छ क्या यसरी, र मसला भुट्यो पाक्यो भन्ने कुरा थाहा हुन्छ है। अब यसमा ढिला नगरिकन टमाटर चाहिँ तपाईँहरूले मेसिन ग्राइन्डर मिक्सर छ भने त्यसमा पिसेर प्युरी बनाएर, फ्रेस टोमेटो प्युरी बनाएर पनि राख्न सक्नुहुन्छ। अहिले चाहिँ मसँग यो ग्राइन्डर मिक्सर छैन, त्यही भएर मैले यतिको चप गरेर लगाइदिएको छु। राम्ररी चलाउने अनि फेरि यसलाई पनि, टमाटरलाई पनि छोपेर पाक्न दिने। अब यसलाई चाहिँ यसरी डाम्रिन्छ। तपाईँहरूले टाइममा चाहिँ मिडियम लो हिटमा कुक गरे पनि चलाउँदै गर्नुपर्छ, हेर्दै गर्नुपर्छ है। टमाटर पनि लपक्कै भएर पाक्यो है। अब यसलाई केही बेर फेरि यसलाई मजाले चलाएर मजाले मासु गिजाड पाक्न दिने। ओके, अब चाहिँ हाम्रो यो हेर्नुहोस् त, मजाले टमाटर पनि पाकिसक्यो, मसला पनि पाकिसक्यो, मासु पनि पाकिसक्यो। अब लास्टमा यसमा अघि मैले चप गरेको हरियो धनियाँ छ, हरियो धनियाँ, हल्का हरियो धनियाँ राखिदिने यसरी, अनि हल्का चलाइदिने। यो तयार भयो। अब यसलाई तपाईँहरूले आफूलाई मनपर्ने यो मेन कोर्समा पनि खान सकिन्छ हैन। जस्तै राइस भयो, रोटी भयो हैन, चिउरा, जेसँग पनि खान सकिन्छ भने यो चाहिँ यसो कहिलेकाहीँ साथीभाइ आउँदाखेरि हल्का ड्रिङ्क्सको शीतन मानेर पनि यसलाई चाहिँ खान सकिन्छ है त। आज चाहिँ म यसलाई हल्का ग्रेभी जस्तै छ नि त, ग्रेभी बेसी छ। म चाहिँ यसलाई आज राइससँग खानेछु है त। हस्, अब म ग्यास अफ गरिदिन्छु। ल त साथीहरू, आज मैले पकाएको गिजार्ड चाहिँ राइससित खाँदैछु। एकदमै यमी बनिएको छ। तपाईँहरूलाई पनि खाउँ लाग्यो होला। ल, मैले खाएँ है त। वाउ, सो यमी, सो डेलिसियस। तपाईँहरूले पनि यस्तै रेसिपी बनाएर यो भिडियो हेरेर खान सक्नुहुनेछ। सो मलाई आशा छ तपाईँहरूले यो भिडियो हेरेर इन्जोय गर्नुभयो होला। तपाईँहरूलाई भिडियो मन परे सेयर पनि गर्नु होला र हामीलाई सपोर्ट गर्नको लागि सब्स्क्राइब गरिदिनु होला है त। हस्, धन्यवाद।